लोक भन्ने शब्द सुन्दा कति सामान्य लाग्छ हैन त? तर एलन डुन्डेसको कामलाई आधार मान्ने हो भने यो सानो शब्दको अर्थ एकदमै गहिरो छ। यति गहिरो कि यसले हाम्रो समाज र संस्कृतिलाई हेर्ने तरिका नै पुरै बदल्न सक्छ। त्यसो भए आउनुहोस् सँगै खोतलौं, लोक आखिर को हुन् त? ल, एउटा निकै रमाइलो प्रश्नबाट सुरु गरौँ है। सोच्नुस् त, एउटा अत्याधुनिक कम्प्युटर प्रोग्रामर र सयौं वर्ष पहिलेका एक साधारण किसानमा के कुरा साझा हुन सक्छ? सुन्दा त असम्भव जस्तो लाग्छ हैन? तर म वाचा दर्छु यो छलफलको अन्त्यसम्ममा यसको जवाफले लोकको वास्तविक अर्थ छर्लङ्ग पार्नेछ। अब लोककथा भन्ने बित्तिकै धेरैको दिमागमा के आउँछ? सायद पुराना हजुरआमाले सुनाउने दन्त्यकथाहरू हैन? एउटा आम धारणा नै यही छ। तर के लोककथा भनेको त्यति मात्रै हो त? बिल्कुल होइन। आउनुहोस् यो गलत धारणालाई तोडेर यसको वास्तविक गहिराईमा पुगौं। एलन डुन्डेसको यो भनाइले त्यो पुरानो सोचलाई ठ्याक्कै समात्छ। एक जमानामा मानिसहरू सोच्थे कि लोककथा भनेको त अन्धविश्वास र पुराना गल्तीहरूको पोको मात्र हो, अनि विज्ञानको काम चाहिँ यस्ता कुराहरूलाई हटाएर समाजलाई सभ्य बनाउनु हो। तर के यो सोचाइ साँच्चै सही थियो त? यो कुरा बुझ्न हामीले 19औं शताब्दीमा फर्कनुपर्छ, जहाँबाट लोक शब्दको आधुनिक अध्ययन सुरु भयो। त्यो बेला यो शब्दलाई कसरी बुझिन्थ्यो र त्यो पुरानो साङ्गुरो परिभाषाले आज पनि हामीलाई कसरी अल्झाइरहेको छ? लोककथाको औपचारिक अध्ययनको सुरुवात नै 19औं शताब्दीमा भएको हो। हर्डर, ग्रिम दाजुभाइ, विलियम थम्स यस्ता विद्वानहरूले यसलाई एउटा छुट्टै विषयको रूपमा स्थापित गरे। यो त्यो समय थियो जब देशहरू आफ्नो राष्ट्रिय पहिचान खोजिरहेका थिए र त्यसका लागि उनीहरूले गाउँ-गाउँका पुराना कथाहरू, गीतहरू जम्मा गर्न थाले। रमाइलो कुरा के छ भने सुरुमा लोकको परिभाषा उनीहरू को हुन् भनेर होइन, को होइनन् भनेर बनाइयो। भनेपछि समाजको माथिल्लो तबका, शहरमा बस्ने, पढे-लेखेको सभ्य मान्छेलाई हेरियो, अनि जो त्यस्तो थिएन उनीहरूलाई लोक भनियो। एकदमै सरल हिसाबले अभिजात वर्गको ठिक उल्टो। त्यो बेलाका विद्वानहरूले समाजलाई यस्तै एउटा सिडीमा हेर्थे। सबैभन्दा तल जङ्गली वा आदिम मानिस, सबैभन्दा माथि सभ्य वा अभिजात वर्ग, अनि बिचमा को त? हो, त्यही थिए लोक वा किसानहरू। उनीहरूलाई निरक्षर, ग्रामीण र जङ्गली र सभ्य बीचको एउटा खुड्किलोको रूपमा हेरियो, अनि यही दृष्टिकोणले लोककथालाई पछौटेपनको प्रतीक बनाइदियो। तर संसार त सधैँ एकै नास रहँदैन हैन? जब औद्योगिकीकरण आयो, शहरहरू बढे र गाउँका मानिसहरू पनि शिक्षित हुन थाले, तब त्यो पुरानो परिभाषा त काम नलाग्ने भयो नि। अब प्रश्न उठ्यो, के लोक साँच्चै हराएर जान लागेका हुन् त? हो, त्यो पुरानो परिभाषा मान्ने हो भने त निष्कर्ष यही निस्कन्थ्यो। जर्ज फस्टर जस्ता विद्वानहरूलाई के लाग्यो भने आधुनिकता र उद्योगले किसान संस्कृतिलाई निलिदिन्छ र त्यसैसँगै लोककथाहरू पनि सधैँका लागि हराएर जान्छन्। लोककथालाई एउटा मर्दै गरेको अवशेषको रूपमा हेरियो। यसले लोककथा अध्ययन गर्नेहरूको लागि एउटा ठूलो सङ्कट खडा गर्यो। यदि आफूले अध्ययन गर्ने समूह नै लोप हुँदैछ भने के यो पुरै विषय नै अर्थहीन हुन लागेको हो त? यो एकदमै ठूलो अस्तित्वको सङ्कट थियो। तर भन्छन् नि, हरेक सङ्कटले एउटा अवसर पनि ल्याउँछ। हो, त्यही सङ्कटको बीचबाट एउटा यस्तो नयाँ र क्रान्तिकारी विचार जन्म्यो जसले लोकलाई हेर्ने दृष्टिकोण नै सदाको लागि परिवर्तन गरिदियो। एलन डुन्डेजले एउटा एकदमै सरल तर शक्तिशाली परिभाषा अघि सारे। उनले भने, लोक भनेको कुनै पनि समूह हो, कुनै पनि, जसका सदस्यहरू बीच कम्तीमा एउटा साझा कुरा हुन्छ। बस त्यति हो, र त्यो साझा कुरा जे पनि हुन सक्छ। यो परिभाषा कति फराकिलो छ हेर्नुस् त। यसले सबैलाई समेट्छ। एउटा देश जसका साझा कथाहरू छन् त्यो पनि एक लोक समूह हो। एउटा परिवार जसका आफ्नै छुट्टै ठट्ठाहरू र परम्परा छन् त्यो पनि एक लोक समूह हो। र हो, हाम्रो सुरुको प्रश्नको जवाफ पनि यही छ। पेशाले पनि लोक समूह बनाउँछ, चाहे त्यो 19औं शताब्दीको किसान होस् वा आजको कम्प्युटर प्रोग्रामर। यदि यो नयाँ परिभाषा सही हो भने लोककथा त मर्दै होइन, हाम्रो वरिपरि जताततै हुनु पर्यो हैन? र यसको सबैभन्दा रमाइलो प्रमाण कहाँ भेटिन्छ थाहा छ? हामीले एकअर्कालाई सुनाउने चुट्किलाहरूमा। हो, लोककथा हाम्रो काम गर्ने ठाउँमा, हाम्रो अफिसमा पनि जीवित हुन्छ। जस्तै नौसेनामा एउटा पुरानो कथा कम चुट्किला निकै चल्छ।
अब यो बाहिरको मान्छेलाई सामान्य लाग्न सक्छ, तर त्यो समूहभित्रका लागि यसले एउटा साझा ज्ञान, एउटा भित्री ठट्टा र परम्परालाई जनाउँछ। यस्तै कथाहरूले नै त हो समूहलाई एकअर्कासँग जोड्ने र छुट्टै पहिचान दिने। र यो कुरा कार्यस्थलमा मात्र सीमित छैन। वैज्ञानिक, डाक्टर, अर्थशास्त्री यस्ता उच्च शिक्षित समूहहरूका पनि आफ्नै लोककथाहरू हुन्छन्। हो, साँच्चै। हेर्नुस् त, यो चुट्किलाले अर्थशास्त्रीहरूको सैद्धान्तिक मोडेल बनाउने तरिकामाथि कस्तो मिठो व्यङ्ग्य गर्छ। यस्ता समूहभित्रका ठट्टाहरूले नै त्यो समूहको छुट्टै पहिचान बनाउँछ र उनीहरूको आफ्नै लोककथालाई जीवित राख्छ। पुरानो धारणा के थियो? प्रविधि र आधुनिकताले लोककथालाई मार्छ, तर वास्तविकता त ठिक उल्टो रहेछ। प्रविधि आफै लोककथाको नयाँ विषय र माध्यम बनेको छ। देख्नुभयो, कम्प्युटर र कृत्रिम बौद्धिकता जस्ता हाम्रा सबैभन्दा नयाँ प्रविधिहरू आफै लोककथाका नयाँ स्रोत बनिरहेका छन्। भनेपछि प्रविधिले लोककथालाई मार्ने होइन, बरु यसले त झन् नयाँ नयाँ कथाहरूलाई जन्म दिइरहेको छ। ल, यति सबै कुरा बुझिसकेपछि हामी फेरि त्यही मूल प्रश्नमा फर्कौं, आखिर लोक को हुन् त? र यसको जवाफ हो, लोक भनेको कोही टाढाको, अनौठो वा पछौटे समूह होइन। वास्तवमा कुनै पनि व्यक्ति एकै समयमा धेरै धेरै फरक लोक समूहको सदस्य हुन्छ। हामी सबै यस्ता कति धेरै समूहका हिस्सा हौं। हाम्रो परिवारका आफ्नै कथाहरू छन्, हाम्रो अफिसका आफ्नै भाषा र ठट्टाहरू छन्, हामीले समर्थन गर्ने खेलकुद टोलीका आफ्नै परम्पराहरू छन्। यी सबैले हामीलाई एकैचोटि विभिन्न लोक समूहको सदस्य बनाउँछ। र अन्त्यमा एलन डुन्डेसको यही शक्तिशाली भनाइले सबै कुरालाई समेट्छ। लोक भनेको अरू कोही होइन, लोक भनेको हामी आफै हौं। अब एकछिन आफ्नै जीवनबारे सोचौं न। हामी जुन जुन समूहमा छौं, परिवार, साथीभाइ, अफिस, त्यहाँ त्यस्ता के कथाहरू, के ठट्टाहरू वा के परम्पराहरू छन् जसले हामीलाई हामी भनेर चिनाउँछ? हो, त्यही त हो हाम्रो लोककथा, हाम्रो आफ्नै जीवित लोककथा।